बाख्राहरूको लागि घाँस नभएर कस्तो तनाव छ, के खान्छ। आजभोलि दुब्लाइसकेको छ मेरो बाख्राहरू। जङ्गलमा घाँसै पाउँदैन, के गर्नु, के खुवाउनु। घाँस बुन्नु पर्ने, घाँस बुन्नु लायो अस्ति नै। अनि के भन्छ, खेत पाटेकै थिएन, हालै थिएन, के बुन्नु, घाँसै छैन। सो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरू सन्चै हुन्छ, आरामै हुनुहुन्छ है। म पनि एकदम सन्चै आरामै छु है। सो अब म आज हिजो गहुँ काट्दै थिएँ होइन, गहुँ सकाएँ, काट्नुलाई अलिअलि बाँकी छैन। अनि यता यो लसुनमा पानी हाल्नुपर्छ, अलि माछा हालेको छु, प्याज पनि पटाइसकेको छु। अनि उता के भन्छ आलु खनेर के भन्छ उता करेला लगाएको छु, त्यसको छानो पनि बनाउनु पर्छ। कामै काम छ अहिले। यता हिजो काटेर यति बाँकी मात्र छ, यो सबै सकाउनु पर्छ आज है। साथीहरू आउनु होला, सघाइदिनु पर्यो। काम नगरेको कहाँ हुन्छ है, होइन? काम त गर्नै पर्छ, काम नगरिकन नहुँदो रहेछ। ठिक छ, काम गर्नुपर्छ है। आउनुहोस्, यो हँसिया हो, यसले काट्छु म। त्याङ बुजुङ पारिदिएछ क्या, बाख्राहरू सबै यसमै छिर्थ्यो। मुसाले पनि सबै खायो मेरो। यो गहुँ यति मात्र बाँकी छ, यो यति सकाउँछु, आज सकिन्छ है पुरै। आउनुहोस्, कस्तो छ है गाउँघरको रमाइलो। त रमाइलो के हुनु, काम गर्दा 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 दिन बित्छ। यस्तै हो गाउँले जिन्दगी, होइन साथीहरू? ल अब स्टार्ट गर्छु म। ल यता काम सक्यो, सबै गहुँ काट्न भ्याइसक्यो है साथीहरू। हेर्नुहोस्, सबै खसाइदिएछु, सबै गहुँलाई ढालिदिएँ है। मिसन सक्सेसफुल भयो गहुँको। अब भोक पनि लागिसकेको छ मलाई, खाना खान्छु। खाना भनेपछि हुन्छ भने बाख्राको लागि घाँस लिन जान्छु। घाँस त अब आफकै ल्याइदिनु पर्यो, आफको पात। भोकले नत्र बाख्राहरू म्या गर्छ है साथीहरू। म रेडी भएर सिधै अब जान लागेको छु बजारतिर है। अब बजार गएर आज फाइनल हो नि त। हिजो टेस्ट थियो, टेस्ट भनेपछि हिजो भेटरान थियो। भेटरान खेलाएको ब्याग सबै त्यहीँ राखिदिएछु। आज फाइनल हो, चल्छ आज धमाक्का। सो अब रेडी भएर जाँदैछु है। कति हेरौँ केला निकाल्नु भयो उता त भन्नुहोस् अब के भन्नु। आज फाइनलतिर गइरहेको छौँ। तेस्रो लाहन वर्ल्ड कपको आज अन्तिम गेम छ। सर्लाही हरियान भर्सेस झापाको बिच। हामी अब यो तेस्रो लाहन वर्ल्ड कपको लगभग अन्तिम चरणमा छौँ। र आज बेलुका 6 बजेसम्म त्यो अन्तिम चरण पनि हामी पास गरि नै हाल्छौँ। र त्यो पास गरेर, त्यो समाप्त गरेर हामी चाहिँ आफ्नो कार्यतिर, आफ्नो कामतिर, आफ्नो कतै आफ्नो घरतिर जान्छ। हामी पनि आफ्नो कामतिर लाग्छौँ। त्यतिको धन्यवाद। थ्याङ्क यू। सो साथीहरू, हामीले हाम्रो रेफ्री टोली बस्ने हाम्रो सम्राट होटल हो, यहीँ बसेछ। म त घर जान्छु होइन, घरबाटै आउँछु। सो आज हाम्रो लास्ट दिन हो, फाइनल हो। लाहान तेस्रो मेयर गोल्ड कपको आज अन्तिम दिन, आने कि फाइनल हो। झापा र सर्लाही हरिवन। ल हाम्रो अब आजको दिन मात्र हो। अब भोलिदेखि दाइहरू सबै आफ्नो आफ्नो ठाउँमा हुन्छ, म पनि आफ्नो आफ्नो ठाउँमा हुन्छ। हाम्रो भेट अब कहिले हुन्छ। यस्तै अब गेम भयो भने हुन्छ है दाइ हाम्रो एकदम हुन्छ। ल हाम्रो आजको लास्ट दिन होइन दाइ?
एकदम आज पनि एकदम राम्रोसँग सकियोस्। ल है साथीहरू, अब हामी एकछिनमा ग्राउन्डतिर लाग्छौँ है। हामी ग्राउन्ड पुगिसकेका छौँ। अब केही देरमा हामी ड्रेस चेन्ज गर्छौँ। अब यहाँ अलि चिया खान्छु होइन, म त खाँदिनँ, दाइ चिया खानुहुन्छ, बानी मेरो छैन, चिया खाने बानी छ मेरो, के गर्नु, चिया खाँदिनँ म, कहिले पनि चिया खाँदिनँ। सो गाइज च्यानललाई सब्सक्राइब गरिदिनु पऱ्यो है, बुझ्नुभयो नि, साथ सहयोग हुनु पऱ्यो। ल धन्यवाद।